मलाई यो सरकारको 100 दिनको 2-3 कुरा केलाउन मन लाग्यो। एक त सरकार विहीनतातर्फ सदन, देश जहाँ सरकार प्रमुखको उपस्थिति विरलै देखिन्छ र मुद्दा आयो सीमा विवादको, जुन छलफलमा आयो, तर कार्यान्वयनको काम कमै हुँदैछ। नभएको होइन, तर कमै हुँदैछ। अर्को कुरा सुकुम्बासीको, उहाँहरूलाई व्यवस्थित गर्नु राम्रो कुरा हो, तर जुन हालमा लछार पछार गर्दै लगेर अहिले यसरी राखिएका छन् र यस्तो खानाहरू उनीहरूलाई खान दिएका छन्। अस्ति एकजना सांसदले उठाउनु भएको थियो कुरा कि एउटा मन्त्री सांसदलाई खानामा केही त्यस्तो चिज पर्यो त त्यो होटलवालालाई यसरी कारबाही भयो र त्यही सुकुम्बासीको खानामा गड्यौला समेत पाउँछ त सरकारलाई चाहिँ कारबाही हुनुपर्ने हो कि होइन? किनभने हाम्रो मौलिक हकमै संविधानमा छ, घाँस बाँस कपासको जनताको जिम्मा सरकारले लिनुपर्छ, राज्यले लिनुपर्छ। खाद्य सुरक्षाको पनि छ, त्यस्तो खाना दिने हो, त्यसरी बसाउने हो, त्यसरी ती बालकहरूलाई चोट पर्ने गरी सार्ने हो, सेना लगाएर। बिल्कुलै भएन। पहिले व्यवस्थापन गरेर धेरै एकैपल्ट सकिएन भने एक बस्तीलाई गर्दै र व्यवस्थापन गर्दै बिस्तारै उनीहरूले खुसीले त्यो स्थानमा जाने वातावरण भएको भए कति राम्रो हुन्थ्यो। अहिले उहाँहरूको त्यो बच्चालाई शिक्षाबाट वञ्चित भएको छ, स्वास्थ्यबाट वञ्चित भएको छ। अनि रोहिङ्ग्याहरू जहाँ बसोबास, म अलिकति रिसर्चमा हेरेँ, उहाँहरूलाई दौठीबास लगाउनु भएको छैन। उहाँ हाम्रो देशको जनता पनि होइन, हो कि होइन फ्याक्ट छैन। तेस्रो कुरा, सीमामा ठिक छ कर नीति ल्याउनु हो, तर 100 रुपैयाँको सामान कुनै हालतमा राम्रो नेपाल र भारतको सम्बन्धमा यसरी यतिको सीमा लगाउनु चाहिँ एकदमै नराम्रो। किनभने भोगाईमा हामी देख्छौँ एउटा मन्दिरमा भाकल गरेको हुन्छ, नेपालको मान्छे इन्डियामा, इन्डियाको मान्छे नेपालमा। अनि त्यो मन्दिरमा भाकलको लागि चढावा गए पनि 100 रुपैयाँभन्दा धेरैको सामान हुन्छ। अनि हाम्रो जुन धार्मिक, आस्तिक, सामाजिक, पारम्परिक, सांस्कृतिक सम्बन्धहरू छ, यसमाथि प्रहार गर्न खोज्या हो। जसका पहुँच छन्, जसका आफन्तहरू छन्, जसको नातावाद छ, उनीहरू त अझै पनि सहज रूपले ती कामहरू गरिरहेका छन्। अनि जहाँ पनि जनताको लागि मात्रै जो मध्यवर्गीय या निम्न वर्गीयहरू छन् उनीहरूको लागि मात्रै समस्या आउँछ।
अनि यसले उपलब्धि कति भयो हाम्रो देशलाई त्यो त भोलि हेर्ने नै छौँ हामी। अलि पछि गएर 500 लगाउनु भयो, यो पनि उचित मूल्यको होइन। तर यसमै म एउटा चाहिँ राम्रो के भएको छ भने हाम्रो मौलिक तरकारी बजारहरू, मौलिक आँप फलफुलहरूलाई बजारीकरण गर्न जुन काम गर्दै हुनुहुन्छ त्यो फेरि राम्रो हो। जति सक्दो हामी आत्मनिर्भर बनौँ। हाम्रो देशमा यदि आँप देशैभरि पुग्ने छ भने हामी अरू देशबाट आयात नगरौँ। आत्मनिर्भर बन्दै गयौँ भने यी कुराहरू आफै न्यून हुँदै पनि जान्छन्। अहिले 500 लगाउनु भयो त्यो पनि होइन, सही होइन। र यो साना भन्सार कार्यालयहरू जुन छ यिनीहरूलाई पनि छोटी भन्सारहरूलाई बन्द गर्दै हुनुहुन्छ। त्यो पनि तराईमा धेरै, तराईमा यसरी छन् कि घर यतापट्टि र दोकान उतापट्टि छ। हाम्रो नजदिकमा हाम्रो सीमाभित्र दोकान छैन, उनीहरू त्यहाँ किनमेल गर्न जान्छन्। विवाहहरू हुन्छन्, त्यहाँ हाम्रो गहनादेखि लिएर यति सरसामान जान्छ, फेरि फर्निचरहरूदेखि लिएर सबै सरसामान आउँछ पनि। यो सम्बन्धहरू त यो 500ले त टिक्दैन। अहिलेसम्मको सम्बन्धमा वैवाहिक कार्डहरू हेर्दा यसरी रोकछेक गरिएको थिएन, तर वैशाखदेखि लागू भएकोमा रोकछेक गरिएको छ। बिचरा एउटा छोरीको आमा भन्दै हुनुहुन्थ्यो, मलाई त बिहे गर्ने केही नभएर म छोरीलाई मन्दिरमा बिहे गरेँ। अब जाने बेलामा त्यहाँ फर्निचर दियो थोर बहुत गरेर, जुन चलन छ त्यसमा पनि कर तिर्नुपर्ने, कहाँबाट दिन्छन्? देशैभरिलाई मार परेको छ, तर तराईमा मधेसमा धेरै परेको छ। यसलाई बुझिदिनु पर्यो। र म एउटा हेर्दैछु हाम्रो तराईबाट सदनमा यति सांसद जितेर जानुभएको छ र सरकार तर्फबाट पनि मात्रै मध्य प्रदेशको कुरा गर्ने हो भने 30 वटा छन्, 30 वटा सांसद छन्। र विभिन्न सबैतिरबाट त उहाँहरू बोल्नु किन हुन्न? यो कुरालाई नजरअन्दाज गर्ने कुरै होइन। त्यसै गरी विद्यार्थी राजनीति रोक्नु, यत्रो ठुलो परिवर्तन विद्यार्थी राजनीतिले आएको हो। विद्यार्थी राजनीति रोक्नु कुनै पनि उनीहरूको चेतना, जस्तै डेभलप कन्ट्रीहरूमा 8औं क्लासदेखि हामी पनि गर्छौँ, मोनिटरहरू बस्छ। त्यो भनेको के हो त? लिडरसिप एउटा त्यहीँदेखि मतलब निखार्नु त हो। अनि जाँदै विद्यार्थी राजनीति गर्छ त त्यहाँबाट निखारिँदै सङ्घर्ष गर्दै सिक्दै खारिएर नेता बनेर आउँछन्। अहिलेसम्म विद्यार्थी नेता जति राजनेताहरू बनेका छन्, राम्रा कामहरू गरेका छन्। यसरी हामी कुनै पनि, जस्तै यो हातको यो औँलामा यहाँ क्यान्सरले छोयो भने यो पुरै हात काटेर फाल्ने होइन कि बस यतिलाई फाले पनि भयो। नभए यदि यो कुनै अति उपचारात्मक उपायहरू अपनाएर ठिक हुन्छ भने यसलाई ठिक पार्ने हो, त्यसरी जाने हो।
35 वर्षदेखि सबै नराम्रै काम भए, अहिले सबै राम्रा काम भइहाल्छ, त्यो होइन। सङ्घर्षमा राणा हटे, राजा हटे, प्रजातन्त्र आए, लोकतन्त्र आए, गणतन्त्र आए, सङ्घीयता आए, अनि आज यो युवामय सदनको कल्पना गरेर यो सदनमा युवाहरू सहित यसरी सदन बन्न पाए। यदि त्योहरू नहटेको भए आज यसरी सदन बन्ने कुनै पनि सम्भावना थिएन। र एउटा इतिहास नेपालको छ, जहिले काटाकाट मारामार, उसलाई राणाकालदेखि नै मार्यो, सत्ता लियो, फेरि अर्कोले मार्यो, सत्ता लियो, फेरि अर्कोले मार्यो, सत्ता लियो, र सबै जति यसरी भएको छ त्यसरी सकिएको छ। तानाशाही जनता सहँदैनन्। आज केही त्रुटि भयो यी दलहरूबाट र नयाँ जेन्जीहरू सदनभित्र आए, तर जसरी जेन्जी आन्दोलन भएर यति मरेर आए, भलै अन्तर्राष्ट्रिय चलखेल भयो या जे भयो, हाम्रा सम्पदाहरू, हाम्रा भौतिक संरचनाहरू जले, यो धेरै दुःखद कुरा हो। यो हुनु हुँदैन थियो। हाम्रा नयाँ युथहरू शहादत भए, यो पनि एकदमै असहनीय कुरा हो। तर पनि नेपाल यस्तो परिस्थितिबाट फेरि निस्केर अब काम हुन्छ कि, अब राजनीति स्थिरता आउँछ कि नेपालमा भन्ने कल्पनाका साथ जनताहरू 2/3 बहुमत दिए। तर अझै म हेरिरहेको छु, नेपाल राजनीतिक स्थिरतामै रुमलिरहेको छ, र जबसम्म राजनीतिक स्थिरतामा रुमलिन्छ, अरू क्षेत्रको दीर्घकालीन नीतियुक्त काम हुन सक्दैन। सबै क्षेत्रको मेन क्षेत्र राजनीति हो, यहाँबाट सम्पूर्ण क्षेत्रको काम गर्न सकिन्छ। अब राजनीति नै स्थिर रहेन भने अरू क्षेत्रको स्थिरता हामी कसरी कल्पना गर्न सक्छौँ? यी सबै अझै मुद्दाहरू छन्। अझै कृषकहरूलाई खाद मिलिरहेको छैन समयमा, अझै बिउ बिजनहरू हाम्रो अर्ग्यानिक भएको छैन, त्यसरी उपलब्ध भइरहेको छैन। देशमा उद्योगहरू सही दिनमा पनि केही सुरुवात भएन। यो सब सुरुवात त हुनु पर्थ्यो, कमसेकम देशमै रोजगार हुने अवस्था आउनु पर्थ्यो, गर्नु पर्थ्यो। काम गर्नेहरूलाई काम गर्ने वातावरण मिल्नुपर्छ, अनि देश बन्छ। देशलाई आत्मनिर्भर बनाउनेतर्फ लागौँ, अगाडि बढौँ, सबै मिली देश बचाऊँ, देश बनाऊँ, राजनीतिक स्थिरता नेपालमा ल्याऊँ, र जुन सरकार बने पनि काम सुशासन युक्त, भ्रष्टाचार मुक्त र सामूहिक रूपमा हेर्ने भने हाम्रो देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भइसकेको छ। अब नयाँ केही कुराहरू आउँछ कि प्रदेश सभा खारिज हुन्छ। अरे प्रदेश सभा किन खारिज हुने? कहाँ आर्थिक भार भयो? ती कर्णालीका जनताहरू जुन 50,000 तिरेर काठमाडौँ पुग्छन्, उनका काम त्यही भइरहेको छ। त्यो 50,000 त त्यो जनतालाई बचेको छ। अर्थविदहरूले आफै स्वयं हेर्दा त्यसरी केही त्यो विश्लेषणहरूमा त्यो भार परेको देखिँदैन।
जनसङ्ख्याको आधारमा प्रदेशहरू बनाऊ, प्रदेशलाई अधिकार सम्पन्न बनाऊ, तालिमको सुविधा गरौँ, सांसदहरू बने, नयाँ नयाँ आएका छन्, राजनीति कहिले नगरेकाहरू पनि। त्यहाँ यदि तालिम भएर सदनमा प्रस्तुत हुने हो भने अहिले जसरी देखिन्छ एक्टिभिटिजहरू योहरू कम हुन्थ्यो। प्रदेश सङ्घीयताको विकल्प छैन। बालनजी बोलेर आउनु भएको छ कि प्रदेश मजबुत बन्छ, यहीँ अधिकार प्राप्त हुन्छ, त्यहाँ अधिकार दिनुस्, बलियो बनाउनुस् र घुम्नलाई काठमाडौँ साँच्चै बोलाउनुहोस्। यदि तपाईँको पनि बोली र गराइमा फरक हो भने त यो इस्युहरू कुनै कुरै भएन र जनता कसमाथि आशा गर्ने नगर्ने, कसलाई भरोसा गर्ने नगर्ने, बारम्बार नेताहरूलाई भरोसा गर्छन् तर धोका पाएका छन्। त्यसरी चाहिँ हामी अगाडि बढौँ, देशमा सामाजिक न्यायको वातावरण बनाऊ, सामाजिक न्याय गर्ने वातावरण बनोस्, सबैलाई कानुन छ र इक्वल छ। यहाँ नातावाद कृपावाद यो पहुँचको आधारमा छुट्ने नछुट्ने यो हुँदैन। त्यो विश्वास न्यायालयप्रति जगाइदिनुस्। त्यसरी अगाडि बढौँ, अग्रजहरूको अनुभवलाई र अग्रजहरूको भोगाइलाई, एक्सपिरियन्सलाई इग्नोर नगरौँ। उनीहरूको सही भोगाइहरूलाई, सबै भोगाइ सुनेर सही भोगाइहरूलाई लिएर पनि त्यो बाटोमा पनि हिँड्न सकिन्छ र नयाँ पनि अहम नदेखाउँ। कयौँ बहुमतका सरकारहरू आए गए, त्यो अहम हुँदैन। धेरै उतार चढाव देशले भोग्यो, अझै भोग्नु नपरोस्। देश शान्ति, सुन्दर, शान्त, विशाल बनोस्, यही कामनाको साथ धन्यवाद।